चिनेको दाजुको त रोकिहाल्छ हजुर छोडेर भाउजूले छोडेर आउन न मनाउँछु जाने हो भाउजूले घर नजाने भन्दा के तँलाई इङ्ग्लिस बोल्नु आउँदैन नेपाली भाउजूले बुझ्नुहुन्न आउँछ लु बोल त मलाई नआएर त म भाउजू छुटा छुटी बोल्छ लु भाउजूसँग इङ्ग्लिस भन्छु तँलाई नछोड भन्छु भन्छु म त अब हिँड्ने हो भने नछोड भयो नहिँड्ने भने छोड भन्थे नहिँड्ने तसँग नहिँड्ने नछोड भने म घर जाने सुत्ने इङ्ग्लिसबाट भन्छ डोन्ट माइन्ड भन्ला There are this guy, I told the CID, right? You know, he's also my cousin brother. He's my childhood friend. Also, he's my son-in-law. With relation, he is Is it time is late night? Go and sleep. Also, brother. He say, come. He said. Come, my friend. You. सक्यो भाउ भोलि बोल मात्र भोलि बोल्दैन भोलि नबोल्ने आज सक्ने You go home and you. भोलि बोल He come here and all together go in party. Okay, not okay. Not okay. No, you say not okay, Baudu. You say okay, very problem. Not okay. I'm say Baudu. Lock your room. Lock your room and sleep, my brother. Eat this night. भोलि पनि बोल्नु पर्छ अलिअलि राख आजको सक्यो तिमीहरू Really? तँलाई आउँदैन के अब बुझिसक्यो भाउजूले यो भन्दा के सम्झाउँछ लु भन्छ कहिले सम्झाउँछ लु तेरो भाउजू त लु सम्झाउँछ आमा हो अब यस्तो हुन्छ अब कसलाई पठाउँछ भाउजूले नपठाएमै दाजुले म्यानेज गरेर आयो भने त भाउजूले के भाउजू प्लान भन्नु पर्यो नि मलाई प्लान चाहिँ के प्लान के प्रोजेक्ट के हो योसँग सुक्खु छैन गोजीमा होइन यो 2000 मा काम गर्नु भएको थियो माथि त्यसलाई टिपेर ल्याइ बाबाले टिपेर 2000 मा कहाँबाट ल्याएको ओ भान्जे गएको रहेछ ल्यायो नि त नि यो सामान पनि तपाईँलाई म एउटा कुरा भन्छु कि अब अवश्य होइन हामीलाई होइन भाइ टेबल सिलाइदिएको थियो होइन मेरो हातमा सिप छ होइन अब यिनीहरूलाई बोलाएन किनभने चेलेङले यतिको चाहिँ गर्छ भनेर मलाई विश्वास गरेर बोलाएर मैले गएर पकाइदिएँ त त्यो मेरो गल्ती हो त बोलाएँ म गएँ यिनीहरूलाई बोलाएन त्यो गुनासो होइन गुनासो चाहिँ छैन कि होइन भान्से म भन्छु भान्सेलाई त कहाँ यो दिन्छ त दिँदैन अब हामीलाई त सम्मान सहित होइन अब 2 फुल ल्याइदियो बिहारमा बिहार अघि टेबल मार ओ गिलास ल्याउले म पनि त्यही मैले बनाएको मैले पकाएको झिकेर आयो नि त्यही भन्दा चाहिँ हामी त कहाँ स्टेजमा तरिकाले अघि 4 बजी गएको होइन तल लगाइदिएको खाता तपाईँ हामी त गएको 4 बजी गएको 4 बजी गएको मैले बिहारमा खाने हालमा टिकटक बनाउँदै थियो अब किचनमा 2000 दिनको 2000 गएको रहेछ होइन 3 दिनको 2000 गएको रहेछ अब त्यो पनि राम्रो त्यो पनि शिरपालेले भनेको आज दिउँसोदेखि मात्रै अरे यसलाई त एक मात्रै शिरपालेले दिउँसोदेखि मात्रै काम सुरु गरेर यस्तो के होइन अनि के भन्नु नि हामी त गएर खाँदै थियौँ पनि बाबाले चाहिँ के भन्यो भने नि
है रक्सीको गन्ध आयो बरु चेलेलाई बरु बोतल यो चाहिँ प्याक गरिदिनु गिलासमा सारेर भन्यो यसले नआउनु नआउनु भन्दा केटा हजुर